हेलो गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भाइ बहिनीहरू हजुरहरूलाई स्वागत छ हाम्रो थिङ्क अफ एकाडेमीमा र आज हामी पढ्न गइरहेछौँ च्याप्टर सेट जुन कि बेसिकदेखि लिएर एडभान्ससम्म पढ्नेछौँ। सो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला, पढाएको मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र सानो मिठो कमेन्ट छोडिदिनु होला। साथसाथै हजुरहरू आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला ताकि उहाँहरूले पनि राम्रोसँग पढेर बुझोस्, कहाँ बुझाएको छैन त्यो पोइन्ट उहाँहरूको पनि क्लियर होस् है त। सो स्टार्ट गरौँ र आज स्टार्ट गर्ने बेलामा आज हामी स्टार्ट गर्छौँ कहाँदेखि भन्दा वाट इज सेट। सेट भनेको के हो, वाट इज सेट है त। आज हामी वाट इज सेट यो भिडियोमा वाट इज सेट पढ्नेछौँ र हाउ टु सिम्बोलाइज अर डिनोट द क्वेसन। कुनै पनि क्वेसन वर्डमा सोधेको हुन्छ भने त्यो वर्डलाई हामी सिम्बोलिक फर्ममा सिम्बोलाइज फर्ममा कसरी पढ्ने कसरी लेख्ने भन्ने कुरा यस भिडियोमा पढ्नेछौँ। साथसाथै हामी पढ्नेछौँ भेन डायग्राम रिप्रेजेन्टेसन। ओके, सो स्टार्ट गरौँ। स्टार्ट केबाट गरौँ? वाट इज सेट। अब सेट भनेको के हो? सेट इज अ वेल डिफाइन्ड है त, वेल डिफाइन्ड अर्गनाइज्ड कलेक्सन अफ अब्जेक्ट डाटा आइटम्स नम्बर जे भए पनि है त, यो सबको वेल डिफाइन्ड। वेल डिफाइन्ड भनेको के हो? प्रोपर तरिकाले। के हो वेल डिफाइन्ड भनेको? प्रोपर तरिकाले भनेको एरेन्ज गरेको। जस्तै हामी एसेन्डिङ र डिसेन्डिङ अर्डर गर्छौँ। के गर्छौँ हामी? एसेन्डिङमा सानोदेखि लिएर ठुलोसम्म अनि डिसेन्डिङमा ठुलोदेखि लिएर सानोसम्म जुन हामी एरेन्ज गर्छौँ त्यसरी नै ओरिजिनल डाटा वेल डिफाइन्ड डाटालाई युनिक डाटालाई होइन के गर्ने कलेक्ट गर्ने र त्यसको के गर्ने कमन प्रोपर्टीहरू पनि छुट्याउने। त्यसको के गर्ने कमन प्रोपर्टीहरूलाई छुट्याउने, त्यसलाई नै के भन्छ हामी? सेट भन्छौँ। अब पुरै पढौँ त। वाट इज सेट? A set is a well-defined, organized collection of object, item or number which have some common property। जुन हाम्रो कलेक्सन डाटा छ, आइटम छ, नम्बर छ, त्यसमा नि के हुनु पर्यो? कुनै न कुनै कतै न कतै सेम प्रोपर्टी कतै त्यसको हुन्छ है त। ओके, कतै न कतै कुनै न कुनै सेम प्रोपर्टी कमन प्रोपर्टी हुन्छ, त्यसलाई नै हामी के भन्छौँ? सेट भन्छौँ। ओके, सेट बुझ्नुभयो? बुझ्यो। अब आओ केमा? सिम्बोलाइज द वर्ड इन्टु सिम्बल इन सेट। सिम्बोलाइज, सिम्बोलाइज भनेको भनेको सिम्बल लेख्नु। सिम्बल कसरी लेख्ने भन्दा के भनेको छ? युनिभर्सल सेट। अब युनिभर्सल सेटलाई कसरी सिम्बोलाइज गर्ने? एन अफ युलाई नै के भन्छ हामी? युनिभर्सल। त्यस्तै गरी युनियन। युनियन भनेको के हो? अब जस्तै मान लियौँ सेट के छ हामीसँग? सेट ए एन्ड बी छ है, हामीसँग सेट ए एन्ड बी छ भन्छ। ओके, अब युनियन। अब युनियन सेट भनेपछि के हुन्छ? एन अफ ए युनियन बी। यु छ माथितिर छ भने चाहिँ युनियन है त, माथितिर छ भने युनियन, तलतिर छ भने इन्टरसेक्सन। त्यसै गरी होल कम्प्लिमेन्ट। होल कम्प्लिमेन्ट भनेको एन अफ ए युनियन बी को माथिमा एउटा लाइन तानिदिने, त्यसलाई नै के भन्छ? होल कम्प्लिमेन्ट है त, यसलाई भन्छ होल कम्प्लिमेन्ट। सेम एज इन्टरसेक्सन। इन्टरसेक्सन भनेको के हो? इन्टरसेक्सन भनेको एन्ड है त, के भन्छ? एन्ड। ओके, युनियनमा यु, त्यसै गरी इन्टरसेक्सनमा एन। ओके, ओन्ली। अब ओन्ली भनेको छ भने के भने? एन अफ ओ, एन अफ ओ या त एन अफ या तल जिरो बेसीमा अनि जे छ हो, जस्तै ए छ भने ए, अर्को बी छ भने बी, एन अफ ओन्ली बी। ओके, सिमिलरली ओन्ली वान। ओन्ली वान भनेको के हो? एन अफ ए सिमेट्रिक बी, यसलाई भन्छ ओन्ली वान। एटलिस्ट। अब एटलिस्ट भनेको के हो? एटलिस्ट वान भनेको के हो? केही न केही कतै न कतै एउटा त हुनै पर्यो के, एउटा त हुनै पर्यो। कि त ए हुनु पर्यो कि बी हुनु पर्यो, के न के एउटा न एउटा हुनै पर्यो। यसलाई नै हामी के भन्छौँ? युनियन सेट पनि भन्छौँ। के भन्छ यसलाई पनि? यसलाई नै हामी के भन्छौँ? युनियन सेट पनि भन्छौँ है त। यसलाई नै हामी के भन्छौँ? एटलिस्ट वानलाई नै के भन्छौँ हामी? युनियन सेट। यसलाई के हुन्छ? यसको सिम्बल के हुन्छ? ए युनियन यु। सिद्धो यति हो, यति हो सिम्बोलाइज गर्ने। युनिभर्सल सेटलाई एन अफ यु, युनियन सेटलाई एन अफ ए युनियन बी, होल कम्प्लिमेन्टलाई एल अफ ए युनियन बी को माथि एउटा लाइन तानिदिने, त्यो होल कम्प्लिमेन्ट भयो। इन्टरसेक्सन भनेको एन्ड लेखिदिने, इन्टरसेक्सन भइसक्यो। ओन्ली भनेको एन अफ ओन्ली ए ओन्ली बी भने होइन भने यसरी याद है, के भन्छ? यु, अर्को यसमा पनि के? यु, यसमा के? यु को होल कम्प्लिमेन्ट, अर्को के त? इन्टरसेक्सन, अर्को ओन्ली, एन अफ ओन्ली ए एन अफ ओन्ली बी, अनि यो के भन्छ? सिमेट्रिक, अर्को के छ? युनियन है त। एटलिस्ट वान भनेको नि के हो? युनियन नै हो। के हुन्छ? हामीलाई कुनै कुनै बेला क्वेसनमा के सोधिदिन्छ?
at least one, find the person who visit at least one place, find the person who likes at least one drink भनेर क्वेशन सोध्यो। अब at least भन्ने बित्तिकै हामी के बुझ्ने, युनियन सोधेको हो। के बुझ्ने, युनियन सोधेको हो। ओके, एन अफ ए युनियन बी। अब जे मिल्क र कफी छ भने एन युनियन। ओके, यति बुझिसकेपछि अब जाउँ भेन डायग्राममा, जुन कि सबभन्दा इम्पोर्टेन्ट यो सेट च्याप्टरमै, पुरै इन्टायर सेट च्याप्टरमा हाम्रो सबभन्दा इम्पोर्टेन्ट कुरा भनेकै भेन डायग्राम हो। यदि हजुरहरूले भेन डायग्राम क्लियर तरिकाले, प्रोपर तरिकाले बुझ्नुभयो भने यो सेट सल्भ गर्न त चुटकीमा 2 मिनेटमा सल्भ गर्छ है त, 2 मिनेटमा सल्भ गर्छ। ओके, सो अब स्टार्ट गरौँ यसलाई। अब के गरौँ, जुन अब स्टार्टिङ गरौँ, जुन यो होल छ है, यो रेक्ट्याङ्गुलरमा जति छ नि, यो रेक्ट्याङ्गुलरमा यो पुरै यहाँ हेर्नुहोस् है, मैले स्याडेड गरेको छु। यो रेक्ट्याङ्गुलरमा जति छ यसलाई नै हामी के भन्छौँ, एन अफ यु भन्छौँ। के भन्छौँ, एन अफ यु। ओके, अब सिमिलरली है, यो जुन हाम्रो छ नि, यो के भन्छ, सर्कलको भित्रमा, पुरै सर्कलको भित्रमा, होल सर्कलको भित्रमा जुन छ हाम्रो, यसलाई हामी के भन्छौँ, एन अफ ए युनियन। यसलाई के भन्छौँ हामी, एन अफ ए युनियन बी। यसलाई नै भन्छौँ ए युनियन बी। ए युनियन बी भनेको के हो, जुन सर्कल, दुवै सर्कलको भित्रमा जति थोक छ त्यसलाई नै के भन्छ हामी, ए युनियन बी। ओके, यो जुन पुरै सर्कल र सर्कलको बाहिर भन्दा पुरै रेक्ट्याङ्गुलरको भित्रमा छ त्यसलाई हामी के भन्छौँ, युनियन भन्छौँ। जुन सर्कलको भित्रमा, दुवै सर्कलको भित्रमा चाहे यो कनेक्टेड होस् नहोस्, सब दुवै सर्कलको भित्रमा चाहिँ त्यसलाई के भन्छौँ हामी, युनियन भन्छौँ। त्यसै गरी जुन सर्कल भन्दा बाहिर मात्रै छ है, सर्कल भन्दा बाहिर के छ, सर्कल भन्दा बाहिर, सर्कलमा चाहिँ छैन है, रेक्ट्याङ्गुलर भित्रमा छ, अनि युनिभर्सलको भित्रमा छ, तर सर्कलको भित्रमा छैन। के छैन, सर्कलको भित्रमा छैन। यसलाई हामी के भन्छौँ, एन अफ ए युनियन बी होल कम्प्लिमेन्ट। यसलाई नै के भन्छौँ, एन अफ ए युनियन बी को होल कम्प्लिमेन्ट। यसलाई नै भन्छौँ है। केलाई एन अफ ए युनियन बी को होल कम्प्लिमेन्ट भन्छौँ, जुन यो सर्कल छ, इन्टायर सर्कल छ, दुईटा सेट छ, ए र बी भन्ने सेट छ, त्यो सेट भन्दा बाहिरको जति कुरा छ त्यो सब के हो, युनिभर्सलमा पर्छ। युनिभर्सल भनेपछि होल कम्प्लिमेन्टमा पर्छ। केमा पर्छ, होल कम्प्लिमेन्टमा। ओके, त्यसै गरी अब आऊ, यति गरिसकेपछि अब हाम्रो के छ, यो जुन पोर्सन छ यो दुवैमा कनेक्ट भएको, जसलाई हामी के भन्छौँ, कमन पार्ट भन्छौँ। कमन, जुन कि ए मा पनि छ, बी मा पनि छ, स्याडेड गरेको है। स्याडेड गरेको रिजनहरू मात्रै हेर्नुहोस् है, अरू कुनै पनि हेर्नु पर्दैन। मैले स्याडेड गरेको रिजनहरू मात्रै हेर्नुहोस्। यदि भिडियोलाई बुझ्नु भएन, यदि छिटो फास्ट भयो भने भिडियोलाई रिपिट गरेर यो खालि म भनिरहेको छु, प्रब्लम सल्भ गर्नुभन्दा पहिला भेन डायग्राम कसरी बनाउँछ, भेन डायग्रामलाई कसरी डिनोट गर्छ, त्यो कुरा सिक्ने हो। यदि यति सिकिसक्नुभयो भने बाँकी अरू केही पनि गाह्रो छैन, क्वेसन पढ्ने, क्वेसनलाई बुझ्ने, सल्भ गरिदिने, क्वेसन पढ्ने, क्वेसनलाई बुझ्ने, क्वेसन एन्सर सल्भ गरिदिने है त। अब यसको लागि फर्मुलाले पनि सल्भ गर्न सक्नुहुन्छ, बिना फर्मुला, विदाउट फर्मुला पनि सल्भ गर्नुहुन्छ। अब विदाउट फर्मुला सल्भ गर्नको लागि हजुरहरूलाई भेन डायग्राम आउनु पर्यो। यदि हजुरहरूलाई भेन डायग्राम आएन भने फेरि विदाउट फर्मुला हजुरहरूले सल्भ गर्न सक्नुहुन्न। फर्मुला लिएर हजुरहरूले सल्भ पनि गर्नुभयो भने भेन डायग्राममा प्लट गर्न सक्नुहुन्न। सो भेन डायग्राम इज भेरी भेरी इम्पोर्टेन्ट है त, सेट च्याप्टरमा भेन डायग्राम इज भेरी भेरी इम्पोर्टेन्ट। ओके, सो यसलाई जुन यो स्याडेड रिजन छ, यो जुन स्याडेड रिजन छ यसलाई हामी के भन्छौँ, इन्टरसेक्सन भन्छौँ। यसलाई नै के भन्छौँ हामी, इन्टरसेक्सन है त। के भन्छौँ, एन अफ ए इन्टरसेक्सन बी। ओके, यति भइसकेपछि जुन हाम्रो अब हेरौँ, यो जुन पार्ट छ है, स्याडेड पार्ट, सर्कल भित्रै छ तर इन्टरसेक्सनमा यसमा छैन है, सर्कल भित्रै छ तर इन्टरसेक्सनमा छैन। जुन यो पोर्सन छ जसमा मैले क्रस गरेको छु, यदि यो पनि येलो कलरले स्याडेड भएको, यो पनि येलो कलरले स्याडेड भएको रे, यो दुईटा अर्को यो साइडको पनि येलो कलरको स्याडेड छँदैछ, यदि यो सब भएको यसलाई के भन्थ्यो, युनियन भनिदिन्थ्यो। अब छैन बिचमा के गरेको छ, यो इन्टरसेक्सन जुन पार्ट छ, यो इन्टरसेक्सन पार्ट जुन छ त्यसलाई हामी के गरेको छौँ, निकालिदिएको छौँ। यसलाई नै हामी के भन्छौँ, एट ओन्ली वान। के भन्छौँ, ओन्ली वान, जसलाई हामी के डिनोट गर्छौँ, एन अफ ए सिमेट्रिक बी, ओन्ली वान। सिमिलरली
अब ओन्ली वान गऱ्यो भने के हुन्छ, अब मानिलिउँ हजुरलाई यो मात्र चाहियो, यो पोर्सन मात्रै चाहियो र यो पोर्सनको नाम हामीले राख्दियौँ ए र यो पोर्सनको नाम राख्दियौँ हामीले बी। अब जुन हाम्रो यो ए छ, यो जसमा खाली के गरेको छ, यो येलो कलरले स्याडेड गरेको छ, जुनमा के गरेको छ, येलो कलरले स्याडेड गरेको छ, येलो कलरले बनेको छ, त्यसलाई हामी के भन्छौँ, एन अफ ओन्ली, के भन्छौँ यसलाई, एन अफ ओन्ली ए, ओन्ली ए है। एन अफ ए भनेको फेरि के हो, एन अफ ए भन्यो भने चाहिँ यो पनि पर्छ है, एन अफ ए भन्यो भने चाहिँ यो पनि पर्छ हैन, एन अफ ए भन्यो भने चाहिँ यो पनि पर्छ, एन अफ ए छैन भने एन अफ ओन्ली भने चाहिँ यो के हुन्छ, जुन स्याडेड रिजन त त्यति मात्रै पर्छ। ओके, सो एन अफ ए भन्नु पर्यो भने चाहिँ के हुन्छ, अब एउटा सर्कल बनाइदियो, पुरै सर्कल, र यसलाई ए मानिदियो, यसमा जति थोक छ, यसमा जे हुन्छ जति हुन्छ त्यसलाई नै हामी के भन्छौँ, एन अफ ए भन्छौँ है त। अब यसलाई एन अफ ए भन्छौँ, र जुन हाम्रो यो क्रस गरेको हुन्छ, कुनै सर्कल अर्को सर्कलले क्रस गरेको हुन्छ, जुन हाम्रो अर्को सर्कलले क्रस गरेको हुन्छ, जसलाई कि हामी बी मानिदिन्छौँ, त्यो बी मानेको यो जुन यो पार्ट छ, यो स्याडेड पार्ट छ, यो स्याडेड पार्टलाई हटाइदियो भने यो जुन येलो कलरको जुन मात्र क्रस गरेको छ, यो हाम्रो जुन दिएको छ, यो जुन हाम्रो दिएको छ, यो गर्नु भएको छ हामीले, हेर्नु त यो जुन छ यो सेडेड पार्ट, यसलाई हामी के भन्छौँ, ओन्ली ए, ओन्ली ए, ओन्ली ए किन भन्छौँ, किनभने हामीले इन्टरसेक्सन पार्ट के गरेको छौँ, हामीले निकालिदिएको छ, के गरेको छ हामीले, यो इन्टरसेक्सन पार्ट हामीले के गरेको छ, निकालिदिएको छ, त्यसलाई के भन्छौँ, एन अफ ओन्ली ए। यो भयो टु सेट, दुईटा सेट भएको बेला है त, यो के भयो, टु सेट, दुईटा सेट भएको। अब त्यसै गरी तीनटा सेटको पनि आउँछ है, तीनटा म्याक्सिमम तीनटा सेटको क्वेसन सोध्छ। ओके, सो अब तीनटा सेटमा आऊ, अब तीनटा सेटमा आयो भने के हुन्छ, सबभन्दा पहिला त नाम लेखौँ है त, सबभन्दा पहिला के गर्ने, नाम लेखौँ, ए बी र यसलाई सी। ओके, जुन हामी सेकेन्ड सेटमा गर्यो, दुईटा सेटमा गर्यो त्यही कुरा, तर यसमा केही कुरा एडिसनल छ, त हेरौँ है। अब यसमा सबभन्दा वानमा के गर्ने, एन्टायर एन अफ यू भनेपछि सबलाई लिइदिने, जस्तो सेट 2 मा छ त्यस्तै सेट 3 मा सर्कलको भित्रमा जे जति छ सब के भयो, एन अफ ए युनियन बी युनियन सी। सी पनि किनभने तीनटा सेट छ है त। ल यसलाई हामी के भनिदिन्छौँ, एन अफ ए युनियन बी युनियन सी। यसलाई यहाँ तल लेख्छौँ, एन अफ ए युनियन बी युनियन सी, यसलाई भन्छौँ है त। ओके, सिमिलरली के गर्ने, यो जुन बाहिरको पार्ट छ, सर्कल भन्दा बाहिर, सर्कलमा नहुने तर सर्कल भन्दा बाहिर केही न केही हुने है त, जुन सेडेड पार्ट छ त्यसलाई हेर्ने, सेडेड पार्ट छ, यसलाई के भनिदिन्छौँ हामी, एन अफ ए युनियन बी युनियन सी को होल कम्प्लिमेन्ट। किन होल कम्प्लिमेन्ट, किनभने सर्कल भन्दा यो जुन सेट छ, तीनटा सेट, यो तीनटा सेट भन्दा बाहिरको कुरा हो, यो जुन सेट भन्दा बाहिरको कुरा त्यसलाई के भन्छ, एन अफ ए युनियन बी युनियन सी को होल कम्प्लिमेन्ट। जस्तै कि हामीले के गरेको छौँ, यहाँ हेर्नुहोस् त, यहाँ कता गयो, यी हेर्नुहोस् त, यहाँ दुईटा सेट भएको बेला के गर्छ, सेट भन्दा बाहिर छ भने चाहिँ एन अफ ए युनियन बी, एन अफ ए युनियन, किनभने दुईटा सेट मात्रै छ, यहाँ तीनटा सेट छ, त्यही भएर एन अफ ए युनियन बी युनियन सी। ओके, सिमिलरली अब हामीलाई के बच्यो, इन्टरसेक्सन गरिदिउँ हैन, इन्टरसेक्सन। अब यसको इन्टरसेक्सन है, इन्टरसेक्सनमा छुट्याउनलाई धेरै गाह्रो हुनु छ हैन, यो तीनवटा सेटमा। यहाँ हेर्नुहोस् है, इन्टरसेक्सन भनेको सबमा हुनु पर्यो है, सबमा हुनु पर्यो। अब यहाँ हेर्नुहोस्, यो जुन पोर्सन छ मैले स्याडेड गरेको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ, यो जुन पोर्सन मैले स्याडेड गरेको छु, अब अलिकति ध्यानले हेर्नुभयो भने यहाँ हेर्नुहोस् त, यदि हजुरहरूले ध्यानले हेर्नुभयो भने यो सर्कल है, यो सर्कल ए बी अनि सी है त। अब सर्कल ए को कुरा हेर्नुहोस् त, यो सर्कलमा पनि यो स्याडेड रिजन पर्दो रहेछ, हो कि होइन भन्नुहोस् त, हेर्नुहोस् त, यसमा पनि हेर्नुहोस् है, यो सर्कल हो नि, यो सर्कल परेको छ, यो सर्कलमा पनि परेको छ। अर्को हेरौँ, अब बी मा पनि परेको छ, हेर्नुहोस् त, अब बी को पनि हेर्नुहोस्, बी मा पनि परेको छ बी मा छ, पक्कै परेको छ। ओके, बी मा पनि परेको छ। त्यसै गरी हेर्नुहोस् त, सी मा पनि परेको छ। ओके, अब हेर्नुहोस् त, मैले यो जुन स्याडेड गरेको रिजन छ, जुन मैले यो अलग अलग बेग्लै कलरले, यो स्काई ब्लू
अर्को ब्राउन अनि अर्को ग्रीन लिएर गरेको छु। त्यो सब यहाँ हेर्नुहोस् त्यहाँ मिट भएको छ कि छैन? हो, यसलाई नै मिट भएको छ। यो जुन इन्टरसेक्सन हो यो होलको है, यो सबको ए बी र सी तिनटैमा छ। त्यही भएर यसलाई हामी के भन्छौँ? एन अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। यसलाई नै भन्छौँ हामी के भन्छौँ? ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। किन? यो जुन इन्टरसेक्सन छ त्यो इन्टायर भनेको सबको सेट ए, सेट बी र सेट सी तिनटैमा परेको कुरा हो। त्यही भएर के भन्छ हामी? ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। सिमिलरली जति बेला हामी दुईवटा सेट लिएको थियो, त्यति बेला हेर्नुहोस् त के गरेको छ हामीले? दुईवटा सेटमा के गरेको छौँ? यति मात्रै स्याडेड गरेको छ है त। यो जुन हाम्रो पार्ट छ, यो जुन पार्ट छ ग्रीन कलरले सर्कल गरेको, त्यति मात्रै पार्ट छ र दुईटा सेट मात्रै छ। त दुईटा सेटको कमन कुरालाई के भन्छ हामी? इन्टरसेक्सन भन्छौँ। सिमिलरली यसै गरी थ्रीवटा सेट भएको है, थ्रीवटा सेटको भएकोमा पनि के हुन्छ? जुन कमन सेक्सन छ यो ए बी सी को कमन सेक्सन छ, त्यसलाई नै के भन्छ हामी? ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। ओके ल, अब अर्कोमा जाउँ। यसमा केही कुरा एडिसनल छ जुन अब आयो है त। अब यदि हजुरहरूलाई भन्छ कि यो यसलाई पहिले ए बी सी सेटको नाम दिनु। ओके, अब हजुरहरूलाई भनिदियो कि यो सेक्सनलाई फाइन्ड गर्नेले, यो सेक्सनलाई मैले ग्रीन कलरले जुन स्याडेड गरेको छु यो सेक्सनलाई फाइन्ड गर्नलाई भन्यो भने के भन्ने? यो सेक्सनलाई फाइन्ड गर्नलाई भन्यो भने के भन्छ? एन अफ ए इन्टरसेक्सन बी। क्यामेरा अन छ। यसलाई के भन्छौँ हामी? ए इन्टरसेक्सन बी। किन ए इन्टरसेक्सन बी भन्छौँ? किनभने हेर्नुहोस् त ए र बीमा मात्रै छ है त, ए र बीमा पनि छ है। ए र बीमा हुँदाहुँदै पनि अलिअलि सीमा पनि छ, तर सीमा भएकोलाई के भन्छौँ हामी? इन्टरसेक्सन भन्छौँ। जुन हामीले पहिले के भनेको छ यहाँ छुट्याइसकेको छ है त, यहाँ हामीले के गरेको छ? इन्टरसेक्सन छुट्याइसकेको छ। सो यसलाई के भन्छ हामी? ए र बीमा मात्र पर्नेलाई के भन्छ? ए इन्टरसेक्सन बी भन्छ है। सिमिलरली अब यही कुरा यहाँ छ है, यो कुरा कहाँ छ? यो कुरालाई यहाँ छ, यसलाई यहाँ छ है त। अब यसलाई यहाँ छ। अब हेर्नुहोस् त यो कुन कुनमा परेको छ? ए मा परेको छ, अर्को सी मा परेको छ। यसमा केमा परेको छ? ए र बी मा परेको छ, यसमा ए र सी मा परेको छ। यसलाई के भन्न सक्छौँ हामी? एन अफ ए इन्टरसेक्सन सी, एन अफ ए इन्टरसेक्सन बी है। सिमिलरली यसलाई यो भन्थ्यौँ हामीले, यो 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 भन्दै यसलाई के भन्छौँ हामी? यसलाई के हुन्छ? यो कुन कुनमा परेको छ? बी मा परेको छ र सी मा परेको छ। के भन्छ? एन अफ एन अफ ए सरी एन अफ बी इन्टरसेक्सन सी। कुन कुनमा परेको छ? बी र सी मा परेको छ, त्यसलाई नै के भन्छ? र अब हेर्नुहोस् है, अब जसलाई कन्फ्युज छ त्यसलाई फेरिदेखि म क्लियर गर्दैछु। यहाँ हेर्नुहोस् है, यो जुन चाहिँ पोर्सन छ यसको पोर्सन हेर्नुहोस्, यो पोर्सन हेर्नुहोस्, यसमा नि पोर्सन छ। ए इन्टरसेक्सन सी मा पनि पोर्सन छ, बी इन्टरसेक्सन सी मा पनि छ, अनि अर्को ए इन्टरसेक्सन बी मा पनि छ। म्हणजे यो तिनटैमा यो पोर्सन छ। त्यही भएर के भयो? यो ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। यति कुरा भेन डायग्राम यति बुझ्नुभयो भने यो भन्दा बढी केही पनि बुझ्नु छैन, यो भन्दा बढी केही पनि बुझ्नु पर्दैन। यति हो हजुरहरूले बुझ्ने भनेको। यो सब बुझिसक्नुभयो भने हजुरहरूले यति सोच्ने कि 60% सेट हजुरहरूको कम्प्लिट भयो है त। 60% सेट कम्प्लिट भयो। आज हामीले के गर्यौँ? वाट इज, यस भिडियोमा के गर्यो? वाट इज सेट गर्यो। अर्को के गर्यो? हाउ टु सिम्बोलाइज अर डिनोट द क्वेसन, क्वेसनलाई कसरी सिम्बोलाइज गर्ने, कसरी डिनोट गर्ने, प्लस साथसाथै यसमा के गर्यो? हामीले भेन डायग्राम रिप्रेजेन्टेसन सिक्यो है त। भेन डायग्राम रिप्रेजेन्टेसन यसलाई के भन्छ, कसलाई के भन्छ। सिमिलरली यति गरेपछि अझ एउटा हजुरहरूलाई तीनटा सेट भएकोलाई म पनि एउटा त्यो गरिदिउँ। ओन्ली वान भन्यो भने चाहिँ के पर्छ? तीनटा सेट बनाऊ। ओके, तीनटा सेट बनायो। अब ओन्ली वान भन्यो भने चाहिँ के हुन्छ? यसलाई ए मानिदेऊ, यसलाई बी मानिदेऊ, यसलाई सी मानिदेऊ भने ओन्ली वान भने के हुन्छ? यो जुन स्याडेड रिजन छ, अर्को यो सी को स्याडेड रिजन छ, अर्को यो बी को स्याडेड रिजन छ, इन्टरसेक्सन हुनु भएन है। यो के छ? यहाँ हेर्नुहोस् त। अब हजुरहरूलाई अब हेर्नुहोस् है, अब हामीले यो जुन अब मान्नुहुन्छ हजुरहरूले भन्नुहुन्छ कि दुईटा जति बेला दुईटा सेट थियो त्यति बेला त हामी यसलाई पनि कभर गरिरहेको थियो। त यसमा किन गरेन? यसमा किन गरेन? किनभने यो सेक्सन हाम्रो केमा पर्छ? ए मा पनि पर्छ, अर्को सी मा पनि पर्छ। तर हामीलाई चाहियो के? ओन्ली बी, एन अफ ओन्ली बी। अब बी मात्र भन्छ यो के हो? यो सेक्सन मात्रै पर्यो है त। एन अफ ओन्ली ए, एन अफ ओन्ली ए भनेको कति हो? यो एन अफ ओन्ली ए। ओके, एन अफ ओन्ली सी भन्छ कति हो? एन अफ ओन्ली सी।
एन अफ ओन्ली सु यति भइसकेपछि एन अफ ओन्ली ए एन अफ ओन्ली ए एन अफ ओन्ली सी तीनटै फाइन्ड गरिसकेपछि इन्टायर भनेपछि एटलिस्ट वान भने के हो एटलिस्ट वान भनेको याद गर्नुहोस् त के भनेको थिएँ म स्टार्टिङमै के भन्छ युनियन एन अफ ए युनियन बी युनियन सी अब ओन्ली छ भने अब सब ओन्लीलाई एड गर्यो है एन अफ ओन्ली ए प्लस एन अफ ओन्ली बी प्लस एन अफ ओन्ली सी गर्नुभयो भने यसलाई नै हामी के भन्छौँ ओन्ली वान है त कुनैलाई ओन्ली वान हु लाइक्स ओन्ली वान है त ओन्ली वान हु लाइक्स ओन्ली ए हु लाइक्स ओन्ली बी हु लाइक्स ओन्ली सी भने चाहिँ ओन्ली वान मन पर्ने कतिजनाको छ भने चाहिँ यसलाई के भन्छ एन अफ ए सिमेट्रिक बी लिएर डिनोट गर्छ है त यसलाई हामी के भन्छौँ ओन्ली वान है त यति बुझिसक्नुभयो भने अब नेक्स्ट भिडियोमा है त अब नेक्स्ट भिडियोमा हामी के सल्भ गर्छौँ के गर्छौँ वाट टाइप्स अफ क्वेसन आर आस्क्ड इन सेटमा कस्तो खालको क्वेसन सोधिन्छ र हाउ टु सल्भ द प्रब्लम विथ एन्ड विदाउट फर्मुला गर्ने छ है त हामी नेक्स्ट भिडियोमा के गर्नेछौँ कसरी कस्तो खालको क्वेसन सोधिन्छ र त्यो क्वेसनहरूलाई जुन क्वेसन हामीलाई सोधिन्छ त्यो क्वेसनहरूलाई कसरी है फर्मुला लगाएर र बिना फर्मुला लगाएर भेन डायग्राम युज गरेर सल्भ गर्छौँ है त ओके थ्याङ्क यू फर टुडे अब नेक्स्ट भिडियोमा फेरि भेटौँला